बालेन शाहले आज के खाए? बालेन शाहले आज के लगाए? बालेन शाह आज कहाँ घुम्न गए? बालेन शाहको पेजमा आज के पोस्ट भएको छ? बालेन शाहले आज कुन ठाउँको पोस्ट गरेका छन्? सबै ट्रेन्डमा। केही समय अगाडि बालेन शाहले एउटा नर्मल कपडा लगाएको चाहिँ फोटो पोस्ट गरेको थियो। त्यसपछिबाट प्राय धेरै सबै नभनौँ, धेरैले चाहिँ त्यही फोटो अथवा त्यही कपडा चाहिँ बजारमा खोजेर लाउने, टिकटक बनाउने, भिडियो बनाउने, फोटो खिच्ने एकदम ट्रेन्डै चल्यो। र लगभग त्यो कपडाको चाहिँ पुरै व्यापार पनि राम्रो पनि भयो व्यापार। र त्योभन्दा केही समय पछाडि फेरि डिडिसी चिज चाहिँ खाइरहेको फोटो हालेपछि डिडिसीको बिक्री पनि धेरै बढेको भनेर समाचारहरू आएको थियो। वास्तविक के हो त्यो चाहिँ अब डिडिसी कम्पनीलाई नि सोध्नुपर्छ। त्यो चाहिँ मलाई थाहा छैन। त्यसपछिबाट फेरि अहिले कुनै ठाउँको यो ठाउँ अथवा कुनै ठाउँको भिडियो अथवा एउटा फोटो मात्रै पोस्ट गऱ्यो भने पनि त्यो ठाउँको ट्रेड चाहिँ अथवा त्यो ठाउँको विज्ञापन चाहिँ राम्रो हुन्छ। एउटा यो राम्रो पक्ष अथवा राम्रो पनि हो। किनभने कति नेपालको जनता अथवा नेपालमा चाहिँ के हुन्छ नि विदेशमा कोही मान्छे गएका हुन्छ नि, विदेशमा चाहिँ फोटो खिचेर हाल्छन्। एउटा समुद्रको अथवा कुनै पाहाडको, कुनै पार्कको फोटो खिचेर हाल्दा वाउ कस्तो राम्रो ठाउँ रह भन्ने हुन्छ क्या। तर त्योभन्दा नेपाल कैयौँ गुणा चाहिँ राम्रो ठाउँ छ नेपालमा। तर थाहा नै हुँदैन मान्छेलाई। कोही सीमित मान्छेले फोटो खिच्छन्, हाल्छन् त्यो धेरै ठाउँ चाहिँ बुस्ट हुँदैन। तर बालेनले हाल्यो भने बुस्ट हुन्छ, धेरैलाई थाहा पनि हुन्छ। करिब 7-8 लाख त भ्यू चाहिँ लाइक नै भएको हुन्छ भनेपछि भ्यू चाहिँ कति गएको हुन्छ। र यदि कोही मान्छेलाई विदेशमा यो ठाउँको चाहिँ पोस्ट गर्छन् जस्तै मानौँ थाइल्यान्ड गए अथवा अरू मलेसिया, दुबई, कोरिया, जापान अरू कुनै देशहरू घुम्न गयो भने त्यो ठाउँको चाहिँ घुम्न गएपछि मान्छेले सामान्य फोटो खिच्छन्, हाल्छन् अनि वाउ कस्तो राम्रो ठाउँ रह म पनि जान्छु, अर्को म पनि जान्छु भन्ने हुन्छ। तर नेपालमै चाहिँ यसरी जसको धेरै प्रचार हुने अथवा धेरै ठाउँ चाहिँ जान सक्ने जुन बुस्ट हुन्छ त्यस्तो मान्छेले चाहिँ पोस्ट गर्यो भने वाउ नेपालमा पनि यस्तो ठाउँ छ र अथवा यो ठाउँ यस्तो रहेछ म पनि जान्छु नि भनेपछि त्यो ठाउँको के हुन्छ विकास पनि हुन्छ। त्यो ठाउँमा जाने यदि रोड बनेको छैन भने रोड बन्छ। यदि कच्ची रोड छ भने पिच रोड बन्छ। होइन खानेपानीहरूको सुविधा छैन भने खानेपानीको सुविधा बन्छ। मान्छे जान थालेपछि पर्यटकहरू धेरै जान थालेपछि र त्यो सँगसँगै विदेशीहरूलाई पनि थाहा हुन्छ यस्तो ठाउँ रह नेपालमा भन्ने ठाउँ। त्यसपछि त्यो ठाउँको के हुन्छ विकास हुन्छ। त्यो ठाउँको जनताहरू चाहिँ को विकास उन्नति हुन्छ, होटल चल्छ, पसलहरू चल्छ। विकास नेपाल के हुन्छ विकास हुन्छ, राम्रो हुन्छ। त्यसले गर्दा जे गरेछन् बालिन शाहले मलाई लाग्छ राम्रै गरेका छन्।